गुड मर्निङ सबैजनालाई मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ। सबैजनालाई इस्कुस बेच्दैछ रिम्बिकमा अर्ग्यानिक। यहाँ नाना र म जाँदैछु। अब नानालाई लिएर आएको यहाँ नाना र म यहाँ सपिङ गर्दैछु। मकै पनि निस्किसकेछ। तपाईहरु सुन किन्न सक्नुहुनेछ रिम्बिकमा। सुन बाजे सुनको बाउ बनिदिनुस् है बाजे। आज मङ्गलबार हाट बिचारा यहाँ बोजूको नयाँ लाग्दो बेचिरहेको छ। दुईजना बोजू बिचारा चाहिँ लुगाहरू दामी दामी पाउँछ। यहाँ छ अर्ग्यानिक सब्जीहरू। यहाँ चाहिँ एकदम होलसेलको लुगाहरू पाउँछ। जय बङ्गला लुगाहरू। यहाँ चाहिँ नाना र म जाँदैछु। नाना र म आज यहाँ नानाको अलिक सानो काम परेर आएको नि। नाना हो नि, तिम्रो पनि त काम परेको। कहाँ मेरो मात्रै काम भने एकदम कस्तो दामी हावा चल्यो। रमाइलो खालको हावा चल्यो। फ्रेस पानी आउने रहेछ अब चाहिँ ठुलो न ठुलो। कटर देखाउने छु भर्खर हाम्रो घरमा फलेको। भर्खर यहाँ फलेको छ, एउटा फलेको छ। फुल पनि एउटै बसेको थियो, यो पालि पनि एउटा बसेको थियो। आज बिहानको मौसम चाहिँ यस्तो भइरहेको छ। म चाहिँ यहाँ फुल पनि लिएर रिसिभ गरेर आएको। मौसम चाहिँ दामी भइरहेको छ। अब दिनभरिको काम गर्नेछु। लुगाहरू धुनुपर्छ नानीहरूको। यहाँ म चाहिँ फुल रिसिभ गरेर आएको छु। हाइब्रिड ल्याएको छु रिसिभ गरेर। आजको मौसम चाहिँ यस्तै छ। अब चाहिँ म लुगा धुनु आँटेको। नानीको स्कुलको छुट्टीमा घरमा बस्यो भने अब लुगा धुनु पर्यो। के गर्नु अब लुगा धुन्छु। हाम्रो यो पालि चाहिँ लालुपाते चाहिँ एकदम दामी कटिङ भएको छ। यो पालि चाहिँ हाम्रोमा चाहिँ लालुपाते चाहिँ दामी फुल्छ। क्रिसमसको बेलामा दिदीले कटिङ गरेर सबै पटमा सारेको छ। दामी जागेको छ। यो पालि चाहिँ दामी हुन्छ क्रिसमसको बेलामा। यहाँ बाउ छोरा म चाहिँ यहाँ फर्बे जाँदैछु घुम्नको लागि। त्यसै अल्छी लागेर नानीहरूसँग जाँदैछु। यहाँ फर्बे हाम्रो फेभरेट प्लेस। हामी चाहिँ यहीँ जाँदैछु। हामी चाहिँ जानु जग्गा काम छैन। समर भेकेसन। हामी चाहिँ यहाँ समर भेकेसन मनाउनु फर्बे आएको छु। यो जग्गा चाहिँ एकदम दामी छ। पर पहाडी चाहिँ सिक्किमहरू देखेको। पर पहाडी सिक्किम देखेको। सिक्किम देख्दैछ। यो जग्गा चाहिँ एकदम दामी छ। यहाँ चाहिँ स्कुटी र गाडी सिक्नुको लागि चाहिँ टाइम एकदम दामी हो। यो जग्गा चाहिँ प्लेस एकदम दामी फर्बे। यो चाहिँ यो पर चाहिँ कोलबुङ भन्दो रहेछ। कोलबुङ हो। यहाँ चाहिँ खेत रोप्नु आँटेको रहेछ। यहाँ चाहिँ खेत रोप्नुको लागि अब रेडी गर्दो रहेछ। यो पहाडी चाहिँ के दामी सिक्किम। यहाँ चाहिँ नाम्ची देख्छ। साह्रो क्लियर देखेन। यो चाहिँ सिक्किम हो। यो चाहिँ यहाँ चाहिँ सिक्किम। यहाँ चाहिँ सोमबारे सलाङदाङ भन्ने जग्गाहरू। यो पर चाहिँ कोलबुङ भन्ने जग्गाहरू हो। कोलबुङमा चाहिँ धान रोप्नुको लागि एकदम रेडी भइरहेको रहेछ। ओ पापा छोरा चाहिँ यहाँ तल हेरिकन आएको अरे। यहाँ तल आउँदैछ। नानी
हामी चाहिँ यहाँ आएको छु। यो जग्गा चाहिँ जहिले देखाइरहेको हो, एकदम तर दामी लाग्छ मलाई चाहिँ। एकदम डरलाग्दो पानी भरिरहेको छ, फोरवेमा पानी डरलाग्दो भरिरहेछ। वाउ, क्या डरलाग्दो। यो जग्गा चाहिँ एकदम दामी छ, ब्युटिफुल प्लेस। यो माथि चाहिँ नाम्लाहरू देखेको, यता पर चाहिँ हाम्रो सानो भए पनि माछा दोकानहरू छ, कुखुरा दोकान छ। रहेछ बगनबेली रोडमै फुलिरहेको रहेछ। हामी चाहिँ यहाँ पर जाँदैछु, हामी चाहिँ यता पर लिङ रोड जाँदैछु। अब चाहिँ खानापिनाहरू पनि पकाइसक्यो, अब रात पनि पर्यो। अब खानापिना चाहिँ आज चाहिँ हामी चाहिँ नुडल्स खानेछु। बेलुका चाहिँ यहाँ नुडल्स पकाएको छ। यहाँ चाहिँ प्याज र लसुनको पत्ता, यहाँ चाहिँ चिकन किमा मैले बनाएको। यहाँ चाहिँ चिकनको सुप। अब यहाँ दुध पकाइराख्नुपर्छ भोलि बिहानको लागि, न त चाहिँ दुध चाहिँ फाटिन्छ, गरम छ त्यसले गर्दा। यहाँ आमा पनि हुनुहुन्छ। आमा, अब रात पनि पर्यो, यहाँ आमा बसिरहनु भएको छ। यहाँ विश्वास पनि छ। यहाँ अब रात पनि पर्यो, सबैजनालाई रात पर्यो। सबैजनालाई गुड नाइट। मेरो च्यानलमा तपाईले सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। सबैजनालाई गुड नाइट। आमाको च्यानललाई के भन्छ नानी? सब्स्क्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। यो के भएको? सबैजनालाई गुड नाइट भन नानी। सबैजना गुड नाइट। गुड नाइट, बाई बाई भन्देऊ न। बाई बाई।